बाढी छिरेको चाहिँ हिजो बेलुका कति 4 बजेबाट 4-4:30 बजेबाट हामीलाई चाहिँ अब यस्तो धनको क्षति चाहिँ खासै भएन। अब हामी अब सफा सुग्घर लाग्न पर्यो, समयको वेस्टेज भयो नि त। समयको अब आफ्नो अब दसैँको माहौल छुट्टै थियो। दसैँको माहौल हुँदै पनि हामी गाउँमा भएको मान्छे अब बजारमा बाढी छिर्यो रे भन्न साथै अब उता छुट्टै माहौल हुँदै पनि दौडधुप गरेर आउन पर्यो। पानी भिजेर आइयो, सफा सुग्घर गर्न लागियो, त्यही हो। धनको क्षति भएन, सामानहरू फोहोर भयो, अलिअलि भएको सामानहरू खेर गयो, त्यति नै हो। कतिपय ठाउँमा त बिस्तारै अब हुन्छ नि सुकुम्बासी टोलहरूमा त कतिपय अब त्यही छाप्रोमा बसेर अब उनीहरूको धनको क्षति पनि भएको छ होइन। कतिपय ठाउँमा धनहरू क्षति भएको छ, उहाँहरूलाई हेरिदिनु त्यही नै हो। र हामीहरूको सामानलाई स्टक बसेपछि बित्तिकै माल केही न केही मात्रामा वेस्टेज गइहाल्छ। वेस्टेज जाने भयो। अब सामान स्टक अस्तिदेखि टिपेको सामान छ, सबै सामानहरू आदि फ्याँक्न पर्ने अवस्था भइसकेको छ। हामीहरू यो राज्यलाई ट्याक्स तिर्न पर्ने व्यवसायीहरूले तिर्ने कुरो छुट्टै छ। यस्तो आपद विपद पर्दाखेरि राज्यले हामीहरूलाई सहयोग गरेको अवस्था चाहिँ छैन। अब नगरपालिकाले हामीहरूलाई सहयोग गरेको अवस्था छैन। आयो यहाँ 3 बजेसम्म पानी बजारमा छिरिसक्यो। अब हाम्रो धेरै तनाव भयो, हाम्रो सामान सबै बेकार भइसक्यो, हाम्रो लोस भइसक्यो। अब 3 बजे रातिसम्म आयो, हाम्रो यहाँ देख्छुबाट पानी भरिसक्यो यहाँ बजारमा। अब 4-5 बजेसम्म पानी यो खोलामा गइसक्यो। त्यसपछि आएर हाम्रो यो अब सफासफी गर्नुपर्छ। अब धेरै तनाव भयो हाम्रो काममा त। अब हेर्छु यहाँ के हुन्छ।